सुजुकी अल्टो 800 को चाहिँ माइलेज टेस्ट गर्नेवाला छु। ल गाइजहरु गाडी चाहिँ वास भइसक्यो है, देख्न सक्नुहुन्छ। बाहिरबाट के यस्तो भयो अनि भित्रबाट पनि म देखाउनेछु तपाईहरुलाई। भित्रबाट यस्तै ट्याक्कै सफा भयो है बाहिर भित्र। अनि यस्तो खुट्टामा राख्ने पनि पेपर राखिदिनु भएको छ। पछाडि त ठिकै त होला नि हैन। साथीहरु स्वागत छ आजको नयाँ भिडियोमा। र भिडियोको टाइटल र थम्बनेल देखेर त थाहा पाइ नै हाल्नुभयो होला के सम्बन्धी भिडियो छ भनेर। हो गाइज, आज चाहिँ म यो सुजुकी अल्टो 800 को चाहिँ माइलेज टेस्ट गर्नेवाला छु। त्यो मिटर जिरो बनाउनेवाला छु सबै। अनि त्यसपछि पेट्रोल पम्पमा गएर तेल चाहिँ फुल ट्याङ्की गर्छु। अनि दिनभरि चलाउँछु। अनि मिटर कति पुग्छ दिनभरिमा, कति किलोमिटर गुड्छ। अनि बेलुका आएर चाहिँ फेरि फुल गराउने छु क्या तेल। अनि कति लिटर तेल लाग्ने रहेछ त्यसरी थाहा हुन्छ साथीहरू। ल फटाफट अब चाहिँ जाउँ पेट्रोल पम्पतिर। ल साथीहरू देख्न सक्नुहुन्छ तेल चाहिँ मैले फुल ट्याङ्की गरिसकेँ है। बाँकी रह्यो अब मिटर जिरो बनाउनु। अब यो मिटर पनि 00 बनाउँछु म, देख्न सक्नुहुन्छ। मिटर चाहिँ 00 अनि तेल चाहिँ फुल ट्याङ्की छ। अब हेरौँ दिनभरि गाडी कुदाम, त्यसपछि बेलुका आएर फेरि तेल फुल ट्याङ्की गर्नु पर्यो। अनि कति तेल जाने रहेछ, कति गाडी गुड्ने रहेछ है त साथीहरू। ल साथीहरू याङ्गो अन गरिदिइसकेँ मैले, देख्न सक्नुहुन्छ। मौसम चाहिँ पुरै चिसो छ है साथीहरू। आज फर्स्ट ट्रिप पनि लागिसक्यो मलाई। उता सिनामङ्गल केएमसी हस्पिटल जाने, काठमाडौँ मेडिकल कलेज मेसेज गरिसक्यो मैले आउँदैछु भनेर। ओके भनिरहेछ। अब ल प्यासेन्जर लिएर सिधै सिनामङ्गल जानु पर्यो। ल गाइजहरु केएमसी हस्पिटल सिनामङ्गल छोडिदिइसकेँ, देख्न सक्नुहुन्छ। म चाहिँ यसो सिनामङ्गलतिर। अनि गाडी गुड्यो फर्स्ट ट्रिपमा 6.7 किलोमिटर। गाइज सिनामङ्गलमै बसिरहेको छु, पानी पर्न थाल्यो त्यो देख्न सक्नुहुन्छ सिसामा है। ल साथीहरू पुरानो बानेश्वरतिर छु अहिले। अनि उता बौद्ध जोरपाटीतिर जाने ट्रिप लागिसकेको छ साथीहरू। अहिले चाहिँ सामाकोशी चोकदेखि थोरै भित्र छु, देख्न सक्नुहुन्छ। 5 ट्रिप कम्प्लिट भयो। गाडी गुडेको छ 35.2 है साथीहरू। मौसम त आज यस्तो छ नि, पानी पर्ला जस्तो छ। कि परिरहेको थियो अलिअलि, फेरि बन्द भयो, फेरि परिरहेको छ अलिअलि, देख्न सक्नुहुन्छ। के भन्ने क्या साथीहरू, लोकेसनमा आयो, पिकअप लोकेसनमा है। कहाँ कहाँबाट बाइक बोलाएको दाइ ट्याक्सी पो रहेछ तपाईँको त। सरी यार, ठिकै छ, क्यान्सल गरिदिनु भनेको क्यान्सल गऱ्यो है। गाइज बिहानदेखि पर्न खोजिरहेछ, परिहाल्यो नि पानी त। ल साथीहरू बानेश्वर आइपुगेँ। यहाँ अगाडि छ बिजुली बजारको पुल। गाडी गुड्यो 44.3। ल साथीहरू बालकुमारी पुलमा छ अहिले। एकपट्टि इनड्राइभको बोर्ड हालिरहेछ, उतापट्टि याङ्गोले। ल साथीहरू म त काठमाडौँ दरबार स्क्वायरतिर छु अहिले। अनि कति गुड्यो गाडी गुड्यो 70 किलोमिटर। अझै एकछिन अझै बाँकी छ काम चाहिँ। गाइजहरु न्यु रोडतिर छु है अहिले चाहिँ। 6:40 भयो रातिको, देख्न सक्नुहुन्छ। न्यु रोड विशाल बजारको अवस्था यस्तो छ है गाइजहरु। मान्छेहरू कम भइसक्यो साथीहरू। पेट्रोल पम्पमा आइपुग्यो है त, देख्न सक्नुहुन्छ अगाडि। गाडी चाहिँ कति भनेपछि 91.8 भनेपछि 92 किलोमिटर मैले गुराएँ गाडी चाहिँ। अब तेल कति खाने रहेछ साथीहरू, अनि पैसा कति, तेल कति खाने रहेछ, अनि किलोमिटर हिसाब गर्नु पर्यो। पहिले गएर फुल ट्याङ्की गर्नु पर्यो साथीहरू। इमाडोल आइपुग्यो म चाहिँ। आजको ड्युटी पनि सक्यो, रातिको 8:40 भइसक्यो। ल तेल फुल ट्याङ्की गर्नु पर्यो पेट्रोल पम्पमा। ल साथीहरू 92 किलोमिटर गाडी गुड्दाखेरि चाहिँ कति 965 कतिको तेल खायो। रेड लाइट बल्छ क्या फेरि यहाँनिर यो जेब्रा क्रसिङमा पनि। हाम्रो इमाडोलको त मान्छे छैन, रेड लाइट बलिरहेछ, के गर्नु। सेन्सर सिस्टम हुनुपर्ने क्या, मान्छे हुँदाखेरि बोल्ने नत्र नबोल्ने। रोकिनै पर्यो रेड लाइटमा। अब हिसाब गर्छ है त साथीहरू कतिको माइलेज दिँदो रहेछ मेरो यो अल्टो 800ले। म चाहिँ अब रुम पुग्नु लागिसकेँ। आजको 15 ट्रिपको टार्गेट पनि कम्प्लिट भइसक्यो।
गाडी चाहिँ लगभग 92 किलोमिटर गुडाएँ मैले। हिसाब गर्नु पर्यो अब कति तेल खायो। साथीहरू यसो हिसाब गरेर हेर्दाखेरि चाहिँ कति दिनभरि काम गरेको किलोमिटर अनि त्यो क्यारे तेलको लिटर चाहिँ उ गर्दाखेरि भागा गर्दाखेरि दिनभरिमा चाहिँ लगभग कति क्यारे लगभग 15 साढे 15 को माइलेज दिँदो रहेछ। मतलब अब 1 लिटर पेट्रोल बराबर चाहिँ 15 किलोमिटर गुड्ने रहेछ। र पनि अब हाइवेमा त धेरै नै गुड्थ्यो होला, अलिकति 17-18 त दिन्छ होला जस्तो लाग्छ मलाई जहाँसम्म। तर टेस्ट चाहिँ गरेको छैन। अब यो काठमाडौँमा त अब जाम हुन्छ के हुन्छ, त्यही भएर पनि अलिक कम दिन्छ साथीहरू। अब जाममै बस्नुपर्छ कति घन्टा जति त, अनि त्यही भएर यो अल्टो 800 को माइलेज चाहिँ काठमाडौँको बाटोमा 15 रहेछ है साथीहरू। म ठ्याक्कै अब यहाँ रुमतिर आइपुग्नु लागे। ल साथीहरू आजको भिडियो यति नै। रुमतिर आइपुग्नु लागे। अगाडि हाम्रो मामाहरूको मापसी चेकिङ पनि सुरु भइसकेको रहेछ। आजलाई भिडियो चाहिँ यति नै। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई।